शेयर बजारबाट पैसा कमाउने सपना कसको पो हुँदैन र, होइन त? तर कतै अरूको हल्लाको पछि लागेर आफ्नो दुःखको कमाई डुबिरहेको त छैन? नेपालको शेयर बजारमा हरेक दिन हजारौं नयाँ लगानीकर्ताहरू आउँछन्। तर एउटा तीतो यथार्थ के छ भने यहाँ छिर्ने मध्ये 80%ले सुरुमै पैसा गुमाउँछन्। सोच्नुहोस् त, 10 जना नयाँ मान्छे बजारमा छिर्दा 8 जनाले किन पैसा गुमाउँछन्? जवाफ एकदमै सरल छ, आधारभूत ज्ञानको कमी। तर चिन्ता नगर्नुहोस्, आज हामी ती 5 अचूक नियमहरूको बारेमा चर्चा गर्नेछौँ जसले तपाईलाई सफल लगानीकर्ता बनाउन मद्दत गर्नेछन्। 1. कम्पनीको स्वास्थ्य जाँच्नुहोस्, फन्डामेन्टल एनालिसिस। हाम्रो पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण नियम कम्पनीको स्वास्थ्य जाँच्नुहोस्। धेरैजसोले चर्चित कम्पनीको नाम सुनेकै भरमा लगानी गर्छन्, तर स्मार्ट लगानीकर्ताले नाम होइन, कम्पनीको काम र कमाई हेर्छन्। कुनै पनि कम्पनीमा लगानी गर्नु भनेको अनुभवी डाक्टरले बिरामी जाँचे जस्तै हो। कम्पनीको स्वास्थ्य जाँच्न यी 3 कुरा बुझ्नै पर्छ: EPS, PE रेसियो र नेटवर्थ। यिनलाई कम्पनीको धड्कन वा मुटु भन्दा पनि हुन्छ। आउनुहोस्, यिनलाई एउटा सरल उदाहरणबाट बुझौँ। EPS, अर्निङ्स पर सेयर। यसको सिधा अर्थ हो तपाईको एक किता सेयरले वर्षभरिमा कति नाफा कमायो। मानिलिउँ एउटा मोमो पसल छ जसको जम्मा 100 किता सेयर छ। त्यो पसलले एक वर्षमा 10,000 रुपैयाँ नाफा कमायो भने हरेक किता सेयरको भागमा 100 रुपैयाँ नाफा पर्छ। यही नै EPS हो। जुन कम्पनीको EPS जति धेरै हुन्छ त्यो कम्पनीले त्यति नै राम्रो नाफा कमाइरहेको छ भन्ने बुझिन्छ। PE रेसियो, प्राइस टु अर्निङ्स रेसियो। यसले के देखाउँछ भने कम्पनीले कमाएको हरेक 1 रुपैयाँ नाफाको लागि लगानीकर्ताहरू कति पैसा तिर्न तयार छन्। फेरि त्यही मोमो पसलको उदाहरणमा जाउँ। त्यसको EPS 100 रुपैयाँ छ, तर बजारमा त्यसको एक किता सेयर किन्न 2000 रुपैयाँ पर्छ भने यहाँ PE रेसियो 20 भयो। यसको मतलब कम्पनीले अहिलेकै जस्तो नाफा कमाइरह्यो भने तपाईले लगानी गरेको पैसा फिर्ता पाउन करिब 20 वर्ष लाग्छ। सामान्यतया 15 देखि 25 सम्मको PE रेसियोलाई स्वास्थ्य मानिन्छ। यो एउटा स्वीट स्पट हो। यदि यो भन्दा धेरै कम छ भने कम्पनीमा केही गडबड हुन सक्छ, र यदि धेरै माथि छ भने त्यो शेयर अस्वाभाविक रूपमा महँगो, ओभरभ्याल्युड भएको हुन सक्छ। नेटवर्थ, प्रति शेयर किताबी मूल्य। यो एकदमै महत्त्वपूर्ण छ। यसको अर्थ के हो भने यदि आज कम्पनी बन्द भयो र त्यसले आफ्नो सबै सम्पत्ति, टेबुल, कुर्सी, मेसिन आदि बेचेर ऋण तिर्यो भने एक किता शेयर बराबर तपाईले कति पैसा पाउनुहुन्छ? यसमा एउटा गोल्डन रुल के छ भने यदि कुनै कम्पनीको नेटवर्थ 100 रुपैयाँ भन्दा कम छ भने त्यो एउटा खतराको घण्टी हो। यसले कम्पनी आर्थिक रूपमा कमजोर छ र भविष्यमा डुब्न सक्ने जोखिम छ भन्ने संकेत गर्छ। 2. हल्लाको पछि नलाग्नुहोस्। यो कुरा दिमागमा ब्लुप्रिन्ट नै बनाएर राख्नुहोस्। कसैले सित्तैमा पैसा बाँड्दैन। आजभोलि फेसबुक ग्रुप र सामाजिक सञ्जालमा यो शेयर भोलि 10%ले बढ्छ, सर्किट हान्छ भन्दै टिप्स दिनेहरूको बाढी नै आएको छ। त्यसैले त्यो फेसबुक ग्रुपको गुरुलाई होइन, आफ्नो दिमागलाई गुरु मान्नुहोस्। सधैँ आफ्नो अनुसन्धानमा विश्वास गर्नुहोस्। अघि हामीले सिकेको EPS, PE र नेटवर्थ हेर्नुहोस्। कम्पनीको बारेमा आफै अध्ययन गर्नुहोस् अनि मात्र निर्णय लिनुहोस्। 3. लगानीको विविधीकरण, डाइभर्सिफिकेसन। सबै अन्डा एउटै टोकरीमा राख्नु हुँदैन। यदि तपाईले आफ्नो सबै पैसा एउटै कम्पनी वा एउटै क्षेत्रमा लगाउनु भयो भने त्यो डुब्दा तपाई पूर्ण रूपमा बर्बाद हुनुहुनेछ। तर यदि तपाईले आफ्नो लगानीलाई एउटा ब्याङ्क, एउटा बीमा र एउटा उत्पादनमूलक कम्पनीमा बाँड्नु भयो भने एउटा क्षेत्र ओह्रालो लाग्दा पनि अर्कोले तपाईलाई जोगाउँछ। यसले रिस्कलाई कम गर्छ। 4. बाहिर निस्कने योजना, एक्जिट स्ट्र्याटेजी र स्टप लस। एकजना स्मार्ट लगानीकर्ताले शेयर किन्नु अघि नै आफूले कति घाटा सहन सक्छु र कति नाफामा बेच्छु भन्ने योजना बनाइसकेको हुन्छ। यहाँ 2 किसिमका लगानीकर्ता हुन्छन्। भावुक लगानीकर्ता जो घाटा हुँदा पनि भोलि बढ्ला कि भन्दै कुरेर बस्छन्, जसले गर्दा उनीहरूको पैसा महिनौसम्म फस्न सक्छ। स्मार्ट लगानीकर्ता जसले स्टप लस प्रयोग गर्छन्। यो गाडीको सिट बेल्ट जस्तै हो। यसले मूल्य एउटा निश्चित बिन्दु भन्दा तल झर्ने बित्तिकै शेयर बेचेर थप नोक्सानी हुनबाट बचाउँछ। 5. धैर्यता। शेयर बजार रातारात करोडपति बनाउने चिट्टा होइन। यो त आपको बिरुवा रोपे जस्तै हो, जसलाई धैर्यताका साथ सिंचाइ गर्दा भविष्यमा विशाल रुख बन्छ र फल दिन्छ।
जब एउटा राम्रो कम्पनीमा लगानी गरिन्छ र त्यसले दिएको बोनस तथा लाभांशलाई पुनः लगानी गरिन्छ, तब मात्र वास्तविक सम्पत्ति सिर्जना हुन्छ। सफल लगानीकर्ता बन्ने यात्रामा यी 5 नियमहरू तपाईँको लागि बलियो जग बन्नेछन्। याद राख्नुहोस्, शेयर बजारमा पैसा मात्र होइन, धैर्यता र सही ज्ञानको पनि लगानी गर्नुपर्छ। तपाईँले आज रोपेको ज्ञानको बिरुवाले नै भविष्यमा आर्थिक स्वतन्त्रताको फल दिनेछ। अब पालो तपाईँको। तपाईँले पहिलो पटक कुन कम्पनीको शेयर किन्नु भएको थियो अथवा अहिले तपाईँको पोर्टफोलियोमा सबैभन्दा प्रिय कम्पनी कुन छ? तल कमेन्टमा पक्कै लेख्नुहोला। तपाईँको अनुभवले अरू नयाँ लगानीकर्तालाई पनि सिक्ने मौका मिल्नेछ। यदि यो भिडियोले तपाईँको लगानी गर्ने सोचमा थोरै भए पनि सकारात्मक परिवर्तन ल्यायो भने एउटा लाइक ठोक्न नबिर्सनुहोला। यस्तै जानकारीमूलक र जीवनोपयोगी भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हामीसँगै जोडिनुहोस्। अर्को भिडियोमा भेटौँला। तबसम्म सिक्दै गर्नुहोस् र सुरक्षित लगानी गर्नुहोस्। धन्यवाद।